आज चाहिँ हाम्रो सन्सिनिमले फुङ्गापाङ यस्तो हुन्छ लिएर आउनु भएको छ। यस्तो हुन्छ फुङ्गापाङ त्यस्तो हुन्छ, बास्न आइरहेको छ होइन। चारवटा छ, यहाँ पनि चारवटा छ। फुङ्गापाङ यहाँ पनि चारवटा छ अनि यता पनि चारवटा छ नि फुङ्गापाङ, यता पनि चारवटा। अब हामी खाने हो फुङ्गापाङ। फुङ्गापाङ यस्तो हुँदो रहेछ फुङ्गापाङ चाहिँ हामी खाँदैछौँ। फुङ्गापाङ ने मासु छ सन्सिनिमले पनि यस्तै हाम्रो साथीले पनि पुऱ्यो सँगसँगै खायो हौ। सबले खान्छ नि फुङ्गापाङ हामीले जाने फुङ्गापाङ किम्पा पनि छ है। किम्पा आइगो किम्पा तर जस्तो किम्पा खाँदैछौँ। साथै किम्पा खाऊ। किम्पा खाँदैछौँ के खानु त्यो जुस त्यति राख्दिनु हातैसम्म मात्र खानु एमालेको कार्यकर्ता हो खाऊ। उमेश गङ्गासी मासु छ नमु हानी हो। छङमाल मासु छ। आज मासु छ मासु छ। सेम माछाकै आइटम हो रहेछ है। माछाकै फुङ्गापाङ माछा जस्तै भित्री तर गुलियो साथी कस्तो छ फुङ्गापाङ? खुसी हो मगुस्यो के खाइसक्यो यार, यति मिठो तरिका ल्याम्की छोडेछ नि एउटा सित पनि। फुङ्गापाङ फुङ्गापान कस्तो रहेछ त फुङ्गापान? आज कताबाट आयो फुङ्गापान? मिठो छ नि। कोरियामा गएर कोरिया खाना एड्रेस गरेर बस्नु सकिन्छ नि। मस्त ठिक छ त, स्वाद पनि दामी छ। धेरै धन्यवाद भिडियोको लागि। ल तपाईँलाई कस्तो लाग्यो? एकदम मिठो। ल ठिक छ कस्तो छ चिज? दामी छ नि। बब्बल हुने दाजु बाई